ताली पड्काउने सिँगे दुईजना हो ताली पड्काउने सिँगे दुईजना ताली पड्क्यो सकाइ सबै सिक्यो अब स्नोफल गरौँ ल पैसा चाहिँ नदेखाइकन दिनुहोस् कहिले दिए भाइ पर्छ ल ल यसो गर्नु दिले ल पैसा हेरेर दिए ल त कुन दिन चाहिँ दिए हेरेर दिए ल मेरो मेरो भाग दिए मेरो भाग दिए दिले तैँले चाहिँ दिनुपर्छ मेरो भाग दिए दि टिको लाउनु परेन के लागि मैले दिनुपर्छ हेर देखाइदिएँ पैसा नि देखाइदिएँ टिको लाउनु पर्छ भने त यो 500 को हो नि फेरि है हेरेर 10 को भनेर झुके लाने मान्छेहरू होइन साथीहरू ल है गाई छैन त भैँसी हो बाख्री हो ओके भाइ हाल्यो हे हिउँ परेको आमा ल जान्छ टिका ल टिका पैसा ले ल मलाई ल तपाईँ लगाइदिन्छु ल म जान्दिनँ फेरि बाबालाई भने जस्तो हुँदैन नि त फेरि ल सबैले मानुन् ज्ञानी हुनु त ल ओ के गरेको हो खै उ हे भाइले खाने चाहिँ पहिला होइन भएको नि यस्तो त भाइले खाने चाहिँ पहिला पहिला बाबालाई ल बाबा ल बाबा भिडियो सुट भइरहेको सबभन्दा पहिलो प्रायोरिटी भाइहरू छ उसको माया गर्ने सबभन्दा धेरै माया गर्ने भाइहरू छ मम्मीलाई सबभन्दा कम माया गर्ने देखिस् त छोरी छोरी भन्दै नि खाइदे खाना खाइदे व्रत भङ्ग गरिदिउँ है खाऊ न रिडी भाइ खाऊ ल ल ह्याप्पी बर्थडे टु यु अनामिका गिरी अनामिका गिरीको छोरीको आज जन्मदिन यसको माथिको अघिको माथि यहाँ हिउँ खसिरहेको छ गाइस मेरो घरमा होइन यतिखेर गर्मीमा हिउँ खसिरहेको छ ल छोरी काट्दी चट्ट काट्दी छोरीले ल अब कसले खाइसक्छ यो माथि फ्रिजर राखेर त्यो बर्थडेमा हाल नि अनि के यो यहाँ राखेको के होला त्यो पाउलिन्छ यहाँ खाल्ला पुल्लो भइहाल्छ नि टेबल भयो खाइदे खाइदे यो केक ल्याउने ऊ चाहिँ भाइ हो होइन होइन आजको ऊ होइन कस्तो फिलिङ भइरहेछ तँलाई तँलाई आज केक काट्दाखेरि कस्तो फिलिङ भइरहेछ एकदम रमाइलो लाग्छ खुसी लाग्छ कस्तो फिलिङ भइरहेछ भन्छ सोचेकै थिएँ यसरी केक काट्छु होला भनेर तँलाई सोध ल त्यहाँ सोध त्यसले आज केक काट्दाखेरि कस्तो फिलिङ भइरहेछ अनुभव भइरहेछ अरे रमाइलो अनुभव रमाइलो भइरहेछ खुसी लाग्छ हेलो कस्तो के काट्दा कस्तो फिलिङ भइरहेछ एकदम ह्याप्पी धेरै धेरै खुसी लागिरह त्यति हो तँलाई छोरीको बर्थडे सेलिब्रेसन गर्दा कस्तो भइरहेछ एकदम रमाइलो महसुस भइरहेछ नातिको यसरी केक काट्दा नातिनीको केक काट्दा कस्तो रमाइलो भयो मलाई त धुमधाम रमाइलो हो ऊ बेला आफ्नो पालामा थिएन यस्तो अहिले यस्तो केक काट्दा यता खुसी लागिरहेछ तपाईँलाई छोरीको केक काट्दा कस्तो लागिरहेछ छोरीको केक मैले काटेर छोरीले होइन कस्तो लागिरहेछ मलाई एकदम रमाइलो लागेको छ ल त्यो चाहिँ खिचेर हिँड्छ होइन म त्यहाँ
अघि उन्ताकादेखि यहाँ मात्रै समय गरिरहेको छु होइन भिडियो सिडियो खिचेर हिँड्छ होइन म त यहाँ समय गरेर कति सेकेन्ड भयो भने हेर्छु त लास्टमा केही रहन्छ ल गाई खा राम्रै भएछ जे हुनु पनि त्यही भएछ ल ठिक छ ठिक छ ल छोरीको बर्थडेको केक काटेर पनि सकियो होइन आज कार्यक्रम समापन कार्यक्रम ल केही अन्तिममा 2 शब्द अन्त के दिने हो कि समापन कार्यक्रममा ल अब अन्तिममा 2 शब्द बोलेर चाहिँ ल तेरो म त भर्खर जन्म कसम हातले उहाँ ल ल ल समापन कार्य भइरहेको छ भाइ मम्मीलाई सोध्नु मम्मी छोरीको कति पैसा भयो म गन्दैछु ल ल न ल के भन्छ भन्नु कतिको गाह्रो भइरहेको एकदम गाह्रो भइछ छोरी पेट दुखा छैन फेसबुक जाइयो ल भने कोही पनि भन्दैन ल बाउको इन्टरभ्यू लिएको छ नि के भन्न जान्दछु जस्तो अर्कालाई मात्रै भन्नुहुन्छ त ल भाइको बाउको इन्टरभ्यू ल त्यही छ त आइफोन छ भन्दा पनि तेर्सै हो के आइफोन कति रे कसैको नभएको आइफोन यसको चाहिँ 18 देखाएको होला आइफोन छ भने वान्स मोर के भने राम फेरि भनिदिनु रे फेरि भनिदिनु कसैको नभएको आइफोन तेरे मात्रै रहेछ ए त्यो पनि हो सर के भन्नु छ केक ल्याउँदाखेरि के दुःख लाग्यो पैसा नभएला दिदीको बर्थडे आइपुग्यो भनेर पैसा थियो हो र कहाँबाट आजको यो ऊ चाहिँ कता स्पोन्सर चाहिँ हो फैरकाबाट ल्याएको कहाँबाट पैसा मम्मीले दिएको कि तेरो आफ्नो प्राइभेट पर्सनल हो कि मम्मीले हो अनि यो ह्याप्पी बर्थडे मम्मी नै लेख्नुपर्छ भने कि मम्मीले छोरी ए ह्याप्पी बर्थडे छोरी भनेर लेख्नुपर्छ भने न तैँले भाइ लेख्नुलाई दिदी ए तैँले दिदी लेख्नुलाई तैँले दिदी लेख्नुलाई अनि उसले चाहिँ मम्मीले चाहिँ छोरी लेख भने ए ल ठिक छ होइन यो क्यामेरा र माइक एकैताले भएर यहाँ कन्फ्युज भयो कि म त कता के गरौँ भयो नि त त्यही भएर ल ओके छ ल भाइ ल अब राख्यौँ है त